शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विश्वम्भरं सर्वलोकैकनाथं। जय श्री राधेश्याम। पण्डित चुडामणी न्यौपाने युट्युब च्यानललाई हेरेर बस्नुहुने तमाम भगवत भक्तवृन्दहरू, आज म हजुरहरूको अगाडि एकादशी व्रत महात्म्यका कथाहरूलाई लिएर उपस्थित भइसकेको छु। 2083 साल वैशाख महिनाको 30 गते अपरा एकादशी व्रत पर्व र यो व्रत पर्वमा आजको दिन यो 30 गतेको दिन भगवान परब्रह्म परमात्मा भगवान को एकादशी व्रत में भगवान नारायण को सेवा अर्थात भगवान त्रिविक्रम को पूजन अर्चन र एकादशी व्रत उत्सवहरू मनाउने क्रममा युधिष्ठिर जी महाराजले भगवान श्रीकृष्णसँग प्रश्न गर्नुभएको छ। युधिष्ठिर जी महाराजले भन्नुभयो भगवान कृष्णलाई, हे केशव, हे जनार्दन, यो ज्येष्ठ महिनाको एकादशी तिथिमा कुन एकादशी को उपासना गर्नुपर्दछ र कुन नामले प्रख्यात एकादशी पर्नुहुन्छ, यो बारेमा मलाई बताइदिनु पर्यो, म सुन्न चाहन्छु भनेर युधिष्ठिर जी महाराजले भगवान कृष्णसँग यो प्रश्न गर्नुभयो। त्यति बेला भगवान कृष्णले भन्नुभयो, राजन, यो ज्येष्ठ महिनाको कृष्ण पक्षको एकादशी तिथि जुन अपरा एकादशी तिथि भनेर भनिन्छ, एकादशी तिथिको दिन त्रिविक्रम भगवानको पूजा आराधना गर्ने र यो अपरा एकादशीमा भगवान परब्रह्म परमात्मा को उपासना गरेर व्रत बसेर एकादशी व्रत गर्नाले जीवहरूको मनुष्यहरूको अत्यन्त धेरै कल्याण हुन्छ भनिएको छ। धेरै ठुलठुला पापहरू गरे तापनि एकादशीको व्रत बसेर अपरा एकादशीको व्रत बसेर यदि भगवान त्रिविक्रमको उपासना गर्दछ भने उसको सम्पूर्ण पापहरू नाश भएर जान्छन् र उसले अन्त्यमा भगवत धाम प्राप्त गरेर जान्छ। र यो एकादशीको व्रत अपरा एकादशीको व्रतमा जसले साधु सन्तको सेवा गर्दछ, सन्तहरूको सेवा गर्दछ भनेदेखि त्यो व्यक्तिले धेरै फलहरू प्राप्त गरेर जान्छ, प्रसिद्धि उसले प्राप्त गरेर जान्छ। र जसले जीवनभरि यदि ब्रह्म हत्या गरेको छ, गो हत्या गरेको छ, अर्कालाई लान्छना लगाएको छ, निन्दा गरेको छ भने पनि उसले अपरा एकादशीको व्रत विधिपूर्वक गर्यो भनेदेखि ती कर्मबाट पनि उसले मुक्ति प्राप्त गर्दछ, छुटकारा प्राप्त गर्दछ। त्यस कारणले गर्दाखेरि अपरा एकादशीको व्रत लिनाले सम्पूर्ण कर्महरू पूर्ण भएर परब्रह्म परमात्माको धाममा उसले जान्छ। भगवान कृष्ण भन्नुहुन्छ, हे राजन, जो जनले यो संसारमा रहेर महापातकी कर्महरू गरेको छ, पापी कर्म गरेको छ, पाप कर्म गरेको छ, अर्काको हिंसा गरेको छ, हत्या गरेको छ, व्यभिचार गरेको छ भनेदेखि उसले पनि यो एकादशीको व्रत यदि पालना गर्यो भनेदेखि उसले पनि मुक्ति गति प्राप्त गर्दछ। यदि जीवनभरि कहिले पनि श्राद्ध आदि कर्म गरेको छैन, पितृ कार्य गरेको छैन भनेदेखि पनि पितृ कार्य पनि उसले गरेको छैन, पूर्णता गरेको छैन भनेदेखि पनि यो एकादशीको व्रत लिएर भगवानलाई समर्पित, भगवानसँग समर्पित भयो भनेदेखि उसले त्यो पितृबाट पनि मुक्ति गति प्राप्त गर्दछ।
गयामा गएर श्राद्ध गरेको जुन फल प्राप्त हुन्छ त्यो फल भनेको एकादशी व्रतले पनि प्राप्त भएर जान्छ। त्यसकारणले गर्दाखेरि यो एकादशीको तिथिमा आज अपरा एकादशीको व्रत बसेर जसले कर्महरू गर्दछ भने उसका सम्पूर्ण कर्महरू पूर्ण भएर जान्छन्। भगवान कृष्ण भन्नुहुन्छ, जसले फागुन महिनाको समयमा केदारनाथको दर्शन गर्न जान सक्दैन, यदि त्यहाँ पुग्न सक्दैन भनेदेखि सकेको छैन भने पनि त्यो व्यक्तिले पनि जेठको कृष्ण पक्षको एकादशी तिथिको यदि व्रत गर्दछ, एकादशी व्रत बस्दछ भने उसले त्यो फल पनि त्यसबाट पनि प्राप्त गर्छ। अनेकौं फलहरू यसमा प्राप्त हुन्छन्। त्यसकारणले अपरा एकादशीको व्रत बसेर नियमपूर्वक व्रत गरेर यदि भगवान त्रिविक्रमको सेवा गर्दछ भने उसका सम्पूर्ण कामनाहरू पूर्ण भएर जान्छन्। भगवान कृष्णले आज युधिष्ठिरलाई यी दिव्य कथाहरू यहाँनिर श्रवण गराउनु भएको छ र हामीहरूले पनि आज पण्डित चूडामणि न्युपाने युट्युब च्यानलबाट यिनै कथाहरू केही संक्षिप्त रूपमा भए पनि एकादशी महात्म्यका कथाहरू यिनै श्रवण गऱ्यौँ। हजुरहरूले पनि श्रवण गर्नुभएको छ। यदि मन लागेको छ, एकादशी व्रत बस्ने मन गर्नुभएको छ भने उनै परब्रह्म परमात्मामा मन लगाउँदै व्रत बसेर भगवानको पूजा आराधना मन्त्र जप गर्दै जानुहोला भन्दै हजुरहरूबाट म बिदा चाहन्छु। जय श्री राधेश्याम।